मलाई के रे के गर्ने रे मलाई आज के गर्ने रे त्यो फाइनली भात पकाइसकेको छ। फाइनली भात पकाएर आज चाहिँ आँगन हिजो जस्तो हिजो त देखेको होला होइन। चेस ल चिसो खानु पकाब सरी। हेलो एभ्री वान, म चाहिँ होइन पहिला रेडी सेडी भएर होइन बिहान बिहानै अब कलेज जान लागेको होइन। अब कलेज त के भन्नु, पढ्नुपर्छ। बिहान बिहान उठेर आँखा देख्नु आँखा के भयो के सुनिरह्यो मेरो होइन। म चाहिँ अब कलेज गएको, कलेज गएको अब जानुपर्छ। के गर्नु सर आउनु भएको छ, बोर लाग्छ होइन गाइज। त्यो आँखा हेर्दै अब आज रमाइलो भएन नि हिजो जस्तो हिजो त देखेको होला होइन। प्लानिङ स्लाइडिङ भएर पनि होइन हाम्रो त छुट्टी भयो भनौँ 10 बजी छुट्टी हुन्छ होइन। पुग्दा हुँदा 11 बज्छ मेरो त। अनि हुन्छ फेरि उहाँ मेरो भन्छ नि के भन्छ हिन्दी डायलग त्यो त भएन। त्यही पनि बेस्टवाला फ्रेन्ड हो होइन। कसलाई मनपर्छ कसलाई मनपर्छ हेर्छ नि केटो, जसलाई मनपर्छ मलाई कमेन्ट गर न, म मिलाइदिन्छु होइन। म चाहिँ घर जाँदैछु होइन। हामीसँगै त हुनुहुन्छ होइन। हामीसँग चाहिँ उयो यता मलाई के रे के गर्ने रे मलाई आज के गर्ने रे मलाई पर्पज गर्ने रे। मेरो उमेर पुगेको छैन नि है। सो म चाहिँ कलेजबाट रुम आइसकेँ। त्यसो त के मैले जानेको छ फाइनली भात पकाइसकेको छ। ठिक छ अनि होइन। सो गाइज म चाहिँ रुम आइपुग्यो। अब यहाँ खाना पनि होइन स्पेसली पकाएर आएछ केटाहरूले। ल खुसी लाग्यो जिन्दगीमा पहिलोचोटि यो कालचिनी नुहाइ धुवाइ गरेर केटाले। ल ठिक अफिस जानु लाग्यो आएर पनि अब यता डुल्न जाँदै हो होइन। अब के गर्नु, अब डुल्न जानुपर्छ, अलिअलि डुल्नु पनि पर्छ कि होइन। पढेर बसेर जाँदैन तर भिडियो दामी हुँदैछ होइन। गाइज ह्यान्डसम ब्रोको नि हामी चाहिँ होइन घुम्न आएको थियो। हामीले अब गर्मी पनि छ, युट्युबबाट पैसा त्यो पछिको कुरा हो, त्यो छोडेन। यहाँ गर्मी पनि धेरै गर्मी छ होइन। अनि त्यही भएर यसो चिसो खाइदिउँ भनेर सिउ लिएर आएको होइन। अनि तपाईँहरूलाई चाहिँ म कहाँ बिर्सिन्छु होला र होइन। त्यही भएर तपाईँहरूको लागि यहाँ चाहिँ किटक्याट दिस इज फर यु। खानुहुन्छ खानुहुन्छ भने होइन सब्सक्राइब लाइक गर्नु होला होइन। लाइक सब्सक्राइब कमेन्ट भरभर्ती गर्नु होला तपाईँहरूकै लागि हो किटक्याट। अनि त्यो चाहिँ हाम्रो लागि है। फेरि गर्मी पनि त छ होइन, गर्मी छ। अनि अब गर्मीमा के गर्नुपर्छ, रुममा जाने, चिसो खाने, पङ्खा चलाउने, सुत्ने, आराम गर्नुपर्छ। काम हुनेहरू त यस्तै हो, चिसो खाने काम गर्ने। तर चिसो चाहिँ खानुपर्छ है, किनकि मान्छे अब गर्मी धेरै हुन्छ त चिसो खानु परेन होइन। के कसो बादल अनि त्यो पनि खानुपर्छ। तर मैले यार एउटा कुरा बिर्सेछु के कुरा भन्दा यो पेन मैले वहाँ राख्दै बिर्सेछु रुममा। किन नराखेको भन्दा विद्यार्थी मान्छे आफू त होइन स्टुडेन्ट पढ्यो, पेन बोकेर हिँड्नुको मजा सानै बेग्लै क्या। त्यसरी कहाँ पाउँछौ अब पढिसकेपछि पेन बोक्न, डस्टबिन कपी किताब बोक्न कहाँ पाउँछौ, अहिले त हुनु बोक्ने। त्यही भएर बोक्दैछौँ। अब रुम जान थालेको, रुम जाँदैछौँ हामी रुम। सो गाइज हाम्रो चाहिँ यहाँनिर होइन टक्क चिसो पनि होइन रिल्याक्समा ठक्क छ। ल उठाउन त पार्टनर। चेस ल चिसो खानु पकाब सरी। मौसम तो ऐसा लग रहा है दिल गार्डन हो रहा है होइन। मस्त मजा आउँछ होइन गर्मीमा चिसो खाना चाहिँ। गर्मीमा चिसो खाना छोड्नु हुन्न होइन, छोड्नु हुँदै हुन्न।
सो गाइज यति भन्दै अब धेरै लामो लामो नबनाऊँ सुरुमा होइन मेरो त भर्खर भर्खर बनाउँदै गएको भ्लग मैले धेरै लामो त नबनाऊँ यति नै ठिक छ यति नै बाई भन्न चाहन्छु हस् त फेरि मिल्नेछौँ अर्को भ्लगमा बाई